फाइनल्ली आज हामी चाहिँ धम्पुस माछा पुसले साथ धम्पुसमा छौँ होइन। यो पोखरीनिर छौँ। ट्याक्क आज चाहिँ हामी म बहिनी अनि जय अनि दुईटा भान्जा ट्याक्क लाएर तिहार सँगसँगै घुम्न पनि पाउँछ भनेर चाहिँ आज ट्याक्क माथि धम्पुसको डाँडामा आएको छौँ होइन। देखाइदिन्छु म घुमाएर क्यामेरा घुमाएर। कता गइरहनु भयो दाइ? बजारतिर गएर तिहारलाई अलिकति किनमेल गरेर आएको, घरमा छैन खानेकुरा। ए अनि तपाईँहरू कता हिँड्नु भएको? हामी घुम्न आएको। ए आउनुहोस् आउनुहोस्, हाम्रो घरमा बस्यौँ है आज। हुन्छ। हाम्रो घर यहीँ माथि हो। यो ठाउँलाई चाहिँ मितेरी सहर भन्छ। त्यो माछा पुसले साथ धम्पुस नि भन्छ। हजुर। आज हाम्रै घरमा बस्यौँ। हजुर। अनि कहाँदेखि आउनुभयो तपाईँहरू? हामी चाहिँ कहाँबाट भन्ने, कहाँबाट आउनु भयो अरे तपाईँ? पोखराबाट आएको हो र, किन आउनु भएको त? धम्पुस यस्तै घुम्ने आएको। आज हाम्रै घरमा बस्यौँ सबैजना। हाम्रो घर लान्छु। अनि तपाईँको घरमा कुखुरा छ? ए हामी त अनि कुखुराको मासु मात्रै खान्छौँ नि त। भान्जो भान्जो त बाल नदिन्छ ल। ओहो सानो भान्जो के छ? कता जाने भान्जो? टाढै हिँड्नुभयो? ल प्रवेशद्वार 1 ट्याक्क लाएर अनि यो हाम्रो माइल बाउको घर हो। हजुर। माइल बा ससुराली जानु भएको छ तिहारमा। अँ। अनि यता हाम्रो कान्छो बाउको घर। यहाँ पनि तिहार मनाउन उता गाउँको घर जानु भएको छ। हजुर। अनि यो साइल बाउको घर हो। अनि यहाँ फेरि उहाँ पनि ससुराली जानु भएको छ तिहार मनाउन। अनि रमाइलो रहेछ नि त तपाईँको गाउँ त। एकदम रमाइलो छ नि तपाईँको। मुख्य रमाइलो हो। धेरै मान्छे घुम्नु। अनि खासै मान्छेहरू चाहिँ रहेन जुन होइन? यो चाहिँ मेरो घर हो। यो हो? यो झुप्रो चाहिँ मेरो हो। अब खासै राम्रो बनाउनु सकेन, यतिको बनाइए हो। यसो मुन्टो लुगाउने बाटो। अनि आज हाम्रो घरमा बस्छौँ। सबै हाम्रो दाजुभाइ फलक हो। कोही सबै कता कता, कोही देउसी भैलो खेल्न गए, कोही कता गए। ए जाम जाम भन्दै थियो।